अब आँखा सुन्निएको छ, अब यो बच्चाको आँखा मात्र सुन्निएको छ, यो कतिको संवेदनशील भनेर जुन सोध्नुभयो। अब म एउटा कहानी भन्न चाहन्छु। हिजो एउटा मेरो ओपिडीमा आउनु भएको थियो, आमा आउनु भएको थियो। उहाँले के भन्नुभयो भने चाहिँ 5 दिन अगाडि चाहिँ मेरो बच्चाको चाहिँ राति सुत्दाखेरि एकदम नर्मल भएर सुतेको थियो, तर भोलिपल्ट बिहान उसलाई उठाउन जाँदा मैले के देखेँ भने उसको आँखा चाहिँ पुरै सुन्निएको थियो, आँखा नै टालिएको थियो सुन्निएर। त्यसपछि मैले सोचेँ उसलाई चाहिँ अब हिजो राति धेरै रोएको थियो अथवा हिजो फेरि लामखुट्टेहरू आइरहेको थियो, त्यसले गर्दाखेरि किराले टोकेर हो कि भनेर सोचेँ र मैले वास्ता गरिनँ। किन भन्दाखेरि दिनभरिमा उसको अलमोस्ट कम हुँदै गइरहेको थियो, तर त्यसपछि चाहिँ उसको आँखा झन्झन सुन्निँदै आयो। त्यही भएर मेरोमा आउनु भएको थियो र मैले हेर्दाखेरि चाहिँ उसको नेफ्रोटिक सिन्ड्रोम थियो होइन। अब यो त भयो नेफ्रोटिक सिन्ड्रोमको कारणले सुन्निएको भयो। अब चिन्ता कतिखेर लिनु पर्यो भने जुन अघि मैले भने, यदि सुन्निएको छ, सुन्निएको हराएको छैन, झन्झन बढ्दै गएको छ भने हजुरले डक्टरको सल्लाह लिनै पर्यो। त्यो भनेको चाहिँ चिन्ताको विषय भयो होइन। तर यदि आँखा सुन्निएको छ तर एउटा मात्र आँखा सुन्निएको छ, दुईटै आँखा सुन्निएको छैन, तर त्यो आँखा सुन्निएको बाई द इभिनिङसम्म चाहिँ निको भइसकेको छ, नर्मल भएको छ भने आत्तिनु परेन। अर्को कुरा भनेको चाहिँ अब बच्चा यस धेरै रोएर पनि बिहानको आँखा उठ्दाखेरि आँखा सुन्निएको हुन्छ, तर त्यो पनि त्यस्तो आँखा सुन्निएको छ भने दिनभरिमा चाहिँ आफै नर्मल हुन्छ होइन। अब यस्तो कुरामा चाहिँ हजुर वरी गर्नु परेन। तर यदि त्यो आँखा सुन्निएको पर्सिस्टेन्ट भइरह्यो, 2-3 दिनसम्म पनि रहिरह्यो अथवा झन् बढ्दै गयो भने चाहिँ हजुरहरूले चाहिँ चिन्ता लिनु पर्यो। यस्तो भयो भने चाहिँ डक्टरको सल्लाह लिनुपर्ने हुन्छ।